वेलकम टु माई युट्युब च्यानल। ल सबैलाई नमस्कार। आज चाहिँ हामी चट्टसँगले पौडी खेल्न जाँदैछौँ। गाडी पनि ठ्याक्क रेडी गर्यो। ल समुद्रमा एलर्जी लागेको सबै जान्छ भन्छ। हजारौँ वर्ष जमेको पानीमा ठ्याक्कसँगले पौडी खेल्ने। ल अब चाहिँ म विक्रम दाइलाई लिनुको लागि लाग्छु। त्यसपछि म अरू दाइहरूलाई पनि सरलसँगले भेटौँ है त। पौडी खेल्ने मौसम पनि राम्रो छ है। ल एकदम घाम लागेको छ, हावा पनि रोकिएको छ। हिजो र अस्ति दिन चाहिँ हावा तर चलिरहेको थियो र अलिक डिस्टर्ब गर्ला कि भनेको नगर्ने भयो। ल आज पौडी खेलाइ चाहिँ दामी हुने भयो। ल विक्रम दाइलाई अब चट्ट लिनु जाँदैछु। यस्तै छ आजको मौसम चाहिँ। ल हाउभाउहरू यस्तै छ। बाराइनको स्थिति चाहिँ यस्तै छ। खासै परिवर्तन भएको छैन, खासै विकास भएको छैन। 8-9 वर्षदेखि नै खै खासै विकासको गतिहरू चाहिँ खासै देखिएको छैन। पुरानो दाजुभाइहरूले जस्तो छोडेर जानुभएको छ। बाराइन ठ्याक्राक्कै त्यस्तै छ। ल यस्तै छ। ल हेर्नुहोस् आजको मौसम यस्तो छ, सिन यस्तो छ। ल अब लगभग विक्रम दाइको रुम नजिक पुग्न आँटेको छु। ल बाराइनको चाहिँ ठ्याक्राक्क राजधानी आइपुग्यो है त। ल यो ठुल्ठुलो बिल्डिङहरू यिनीहरू सब चाहिँ ठ्याक्राक्क बाराइनको राजधानी। यो बाराइनको राजधानीदेखि अलिकति 5 मिनट परतिर जानुपर्छ ट्याक्क विक्रम दाइलाई उठाउनुको लागि। त्यसपछि चट्ट फेरि हामी दाजुभाइ हुँदै फेरि हामी अरू दाजुभाइहरूलाई उठाउनु पर्ने छ। उठाएर हामी आज 4-5 जना भएर सबै मिलेर पौडी खेल्न जाने छौँ। ल अब राजधानीतिर घुस्यो है त। राजधानीको चाहिँ यस्तै छ है सिनहरू। ल हरियो परियोहरू चारैतिर गरेको छ, सबैतिर यस्तै छ। यो चाहिँ सिटी सेन्टर है। ल यो चाहिँ सिटी सेन्टर मल यहाँभित्र छ। बाराइनको राजधानीभित्र चाहिँ अब चाहिँ झ्याप्पै छिर्यो है त। ल साथीहरू यस्तै छ। बाराइनको आजको मौसम पनि राम्रो रहेछ। ल सेफ ड्राइभ भन्नु पऱ्यो नि त आफूलाई। राम्रोसँगले दायाँ बायाँ हेर्नै पर्ने हुन्छ। आजभोलि क्यामेरा धेरै लगाएको छ। क्यामेराले गर्दाखेरि चाहिँ गाडी चाहिँ के गर्ने राम्रोसँगले कुदाउनु पर्ने हुन्छ। नत्र भने फेरि फाइन आउँछ। गाह्रो छ हौ, गाह्रो फाइन तिर्नुपर्छ फेरि। विक्रम दाइको काम गर्ने ठाउँ चाहिँ ठ्याक्राक्क यही मोडा मल भन्छ। ल हेर्नुहोस् यो चुच्चो यो कति लामो अल्को छ त। ल यहीँभित्र हुनुहुन्छ। तर आज चाहिँ छुट्टी छ। म उहाँलाई चाहिँ विक्रम दाइलाई लिनुको लागि चाहिँ रुममै जानेछु है त साथी हो। अब चाहिँ लगभग विक्रम दाइको रुम नजिकै आइपुग्यो। ल यहीँभित्र छ भन्ने छ। मैले निस्किराख्नु चाहिँ भनेको छु विक्रम दाइलाई। यहीँभित्र आइपुग्यो। अब चाहिँ ल आज चाहिँ घाम पनि साह्रै स्वादले पनि लागेको छ त। पौडी खेल्नु लागि गरे आमामा। ल
विक्रम दाइ त झ्याट के हो अनि बाफ्रे ल विक्रम दाइलाई पनि सर ल है ल ल ल ल आउनुहोस् आउनुहोस् ल ल वेलकम टु माई च्यानल है ल ल ल विक्रम दाइलाई पनि अब चाहिँ उठाइयो ल ल बस्नुहोस् दाइ बस्नुहोस् आमा हिरो देखिएको छ त दाइ आमा 16 वर्षको जस्तै देखिएको छ यार ल ल आजको चाहिँ हाम्रो चाहिँ ल पौडी खेल्ने ल प्रोग्राम सबैजनालाई ग्यासहरू पनि चट्टसँगले के ल के यो प्लेटहरू पनि ल यो पानी पनि ल चिउरा ल यो के भरे तताउनु पर्छ चिसो ल ल ठिक छ ल ल चट्टसँगले भाइले पनि रेडी गर्नुहुन्छ आमा ल ट्याटे यो हो नि त ल ल ठिक छ मौसम पनि राम्रो छ ल आज पौडी खेल्दै यसो चिसो तातो खाँदै अब लाग्ने बेला भयो हाम्रो चाहिँ यस्तै छ जिन्दगानी ल आजको फ्राइडे ह्याप्पी फ्राइडे हुनेछ ल अब समुद्र पुगेर फेरि भेटौँ है त हामी लाग्यो ल हाम्रो एमजी ब्रोले अलिकति देखिनु पर्यो ल विक्रम दाइ ल हाम्रो रिम दाइले नि यस्तो देखाउनु पर्यो तेरिको टेन्सन नगर्नु न कहाँ टेन्सन गर्यो जिन्दगीमा टेन्सन भन्ने आयो टेन्सनसँग डराउने होइन कि त्यही त ल अब चाहिँ लाग्यो ल पौडी खेल्नु आइपुग्यो के अहिले नै बोकिहाल्ने हो र यिनीहरू सबै सामानहरू लगिहाल्ने हो र भरे हो ल के हो अहिले यो आमामा आइस यहाँ यस्तो आजको त खतरा रहेछ त ल विशेष छ है ल आजको ल आजको दिदी चाहिँ आमामा दाइहरूको चाहिँ हिँडाइ त्यस्तो छ है यहाँनिर ल ब्रिजमा चाहिँ के हो हामीले पहिले खेलेको ठाउँमा त को छ हो त्यहाँनिर चाहिँ मजाको छ क्या ढुङ्गासुङ्गा छ होइन ल आजको मौसम चाहिँ के हो पानी कालो चस्माले गर्दा हो कि धमिलो देख्छु त हौ होइन यतातिर पनि जानु मिल्छ नि खतरा ल होइन यता पनि जानु मिल्छ कता यता लु जाउँ जतै हामी जाउँ न त ल ल आमामा ल यहाँदेखि चाहिँ ल पौडी खेल्नु दामी छ नि ल अनि कहाँ फेरि यसो अलिअलि त खिच्नै पर्ने रहेछ नि त ल ल आजको अब शुक्रबार यतिकै सक्यो होइन त अँधेरो ल आजको शुक्रबार आजको होलिडे आजलाई बाई बाई अब नेक्स्ट भिडियोमा फेरि भेटौँला भन्दै आजको भिडियोलाई यहाँ अन्त गर्न चाहन्छु हस् त बाई बाई बाई